यस्ती देवी जो बोल्छिन्, श्वास फेर्छिन् र आफ्नै हातले आशीर्वाद दिन्छिन्। संसारभरि कुनै यस्तो देश छैन जहाँ साक्षात जीवित देवीलाई पुजिन्छ, तर यो देश हो हाम्रो नेपाल। तर के तपाईलाई थाहा छ, यहाँ यस्ता जीवित देवी र तान्त्रिक शक्तिहरू छन् जसको रहस्यको अगाडि आजको आधुनिक विज्ञानले पनि घुँडा टेक्छ। नम्बर 1, 55 झ्याले दरबारको तान्त्रिक ज्यामिति। भक्तपुरको 55 झ्याले दरबार कुनै सामान्य भवन होइन। मल्लकालमा निर्माण भएको यसको वस्तुकला पछाडि यस्तो तान्त्रिक ज्यामिति प्रयोग गरिएको छ जसले अकाल र विपत्तिलाई सहरभित्र पस्न दिँदैन भनिन्छ। आधुनिक इन्जिनियरिङले आज पनि त्यो भवनको संरचना र तन्त्रको तालमेललाई बुझ्न सकेको छैन। के यो वृत्त कला केवल एउटा कला हो वा हाम्रो पुर्खाले विकास गरेको कुनै अदृश्य सुरक्षा कवच? नम्बर 2, जीवित देवी कुमारी। बसन्तपुरमा विराजमान कुमारीको रहस्य विज्ञानका लागि सधैँ टाउको दुखाइको विषय बनेको छ। 32वटा शारीरिक लक्षण मिलेकी बालिकालाई छनौट गर्ने प्रक्रियादेखि लिएर उनको आँखामा देखिने त्यो अलौकिक तेज, के यो कुनै हाइपर फोकस हो वा दैवीय शक्ति? कुमारीको सामुन्ने ठूला ठूला शासकहरू नतमस्त हुन्छन् र उनले गर्ने भविष्यवाणीहरू सत्य साबित हुनुले विज्ञानलाई एउटा यस्तो प्रश्न सोध्छ जसको उत्तर आजसम्म कसैसँग छैन। नम्बर 3, गुहेश्वरी। पशुपतिनाथ परिसरको गुहेश्वरी शक्तिपीठलाई सतीदेवीको गुहा पतन भएको स्थान मानिन्छ। यहाँ गर्ने गुप्त तान्त्रिक साधना यति शक्तिशाली हुन्छ कि वर्षको एकपटक ढोका खुल्दा केही तान्त्रिक गुरुहरू मात्र प्रवेश गर्न पाउँछन् भनिन्छ। त्यहाँ भित्रको तापक्रम आफै घटबड हुनु र त्यहाँको वातावरणमा महसुस हुने त्यो अद्भुत ऊर्जा, के यो कुनै एनर्जी फिल्ड हो? विज्ञानले आज पनि यहाँको वातावरणमा हुने ती अनौठा परिवर्तनहरूको स्पष्ट व्याख्या गर्न सकेको छैन। नम्बर 4, दक्षिणकाली। दक्षिणकालीको शक्तिपीठमा रहेको ऊर्जाको घेरालाई तान्त्रिकहरू भोटेक्स भन्छन्। यहाँ चढाइने बलिमा देवीले साक्षात ग्रहण गर्छिन् भन्ने विश्वास छ। वैज्ञानिक परीक्षणहरूमा यहाँको माटोमा केही यस्ता असामान्य तत्त्वहरू फेला परेका छन् जसले यहाँको वातावरणलाई सधैँ शान्त तथा शक्तिशाली बनाइराख्छ। के यो मन्त्रको शक्तिको परिणाम हो वा प्राकृतिक रहस्य? यो एउटा यस्तो प्रश्न हो जसले विज्ञानको सीमिततालाई छर्लङ्ग पारिदिन्छ। नम्बर 5, तलेजु भवानी। राजासँग पासा खेल्ने देवी। तलेजु भवानी मल्ल राजाहरूकी कुलदेवी। इतिहासका पाना पल्टाउने हो भने राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग साक्षात पासा जुवा खेल्थे भनिन्छ। के कुनै मूर्तिसँग कुरा गर्न सकिन्छ? तान्त्रिक ग्रन्थहरू भन्छन् देवीले राजकाजको हरेक निर्णयमा राजालाई मार्गदर्शन गर्थिन्। आज पनि महानवमीको रातमा गरिने तलेजुको पूजा र तान्त्रिक नाचहरू हेर्दा जो कोहीको शरीरमा काँडा उम्लिन्छ। यो केवल कथा होइन, यो हाम्रो गौरवमय इतिहास र तन्त्र विज्ञानको प्रमाण हो। विज्ञानले जतिसुकै प्रगति गरे पनि जब हामी यी स्थलहरूको अगाडि उभिन पुग्छौँ, हाम्रो विवेकले मान्न बाध्य हुन्छ कि संसारमा विज्ञानभन्दा बाहिरको पनि एउटा शक्तिशाली संसार छ। के तपाईँलाई लाग्छ यी रहस्यहरूलाई विज्ञानले कहिले पुष्टि गर्ला? कमेन्टमा आफ्नो विचार लेख्नुहोस् र यस्तै खोजमूलक ऐतिहासिक भिडियोका लागि फ्याक्ट नेपाल हेर्दै गर्नुहोला। नमस्ते।